हेलो सबैजना सन्चै हुनुहुन्छ? आज म चाहिँ अलमोस्ट 1.5 वर्षपछि चाहिँ अफिस जाँदैछु। त्यसो भएर आज मलाई चाहिँ आजको मेरो पुरा दिन चाहिँ तपाईँहरूलाई देखाउन मन लाग्यो र त्यसरी यो भिडियो बनाएको। पहिला चाहिँ म ट्रेन चढेर अफिस जाँदैछु। अनि ट्रेनबाट झरेँ। पहिलो दिन म अलिकति अल्मलिएँ पनि कुन बाटो जाने भनेर अफिस, तर बिस्तारै फिगर आउट चाहिँ भयो। अनि म चाहिँ मेट्रो स्टेसनबाट चाहिँ मेरो अफिसतिर हिँडेर जाँदैछु। यो चाहिँ अलमोस्ट मलाई चाहिँ 18 मिनट जस्तो लाग्यो जस्तो लाग्छ मलाई अफिस पुग्न। अफिसबाट पुग्ने बित्तिकै म चाहिँ सबैभन्दा पेन्ट हाउसबाट गएर चाहिँ डिसी हेरेँ। अनि वासिङटन मोनुमेन्ट, क्यापिटल हिल देखियो, रमाइलो भयो। अनि त्यसपछि 5 बजी बिस्तारै 5 बजी म फेरि ट्रेन लिनको लागि चाहिँ काम सकेर घरतिर फर्केँ। यो चाहिँ वासिङटन डिसीको चाहिँ एरिया हो। अनि म मेट्रो चढेर घर जाँदैछु। मेट्रो चढ्दा बल्ल पो याद भयो कि मैले आज चाहिँ अफिसभित्रको चाहिँ भिडियो अनि साथीहरूसँग चाहिँ लन्च खाना गएको चाहिँ खिच्नै बिर्सेछु। बर्बाद भयो। तर केही छैन, म फेरि अफिस जाँदा चाहिँ त्यो कुरा चाहिँ मेक स्योर गर्छु। अनि म ट्रेनबाट झरेँ। त्यो चाहिँ लास्ट स्टेसन थियो मेरो घर नजिकको ट्रेनको। झरेर अनि बाहिर निस्किएँ बिस्तारै। अनि त्यसपछि मेरो चाहिँ श्रीमतीजी मलाई चाहिँ पिकअप गर्न आउँछ भन्दै हुनुहुन्थ्यो। होपफुली आइपुग्नु भयो होला पार्किङ लटमा। अनि म चाहिँ त्यहाँबाट मेट्रो स्टेसनबाट निस्केर चाहिँ पार्किङ लटतिर जाँदैछु। अनि यो चाहिँ हाम्रो मेट्रो स्टेसनको एरिया हो। अनि मैले गाडी पनि देखिहालेँ पार्किङ लटमा। अब म गाडी चढेर घर जान्छु। बच्चाहरूलाई हाई भन्छु।